काठमाडौँ उपत्यका नजिकै रहेको कालुपाण्डे पार्क र स्विजरल्यान्ड पार्कको यात्रामा यहाँलाई हार्दिक स्वागत छ। यहाँबाट हामी काठमाडौँ उपत्यका तथा वरिपरिका डाँडाकाँडाहरू अवलोकन गर्नेछौँ। आज हामी रिङ रोडको कलङ्कीबाट शिवचाटार हुँदै चन्द्रगिरी नगरपालिकामा अवस्थित कालुपाण्डे पार्कतर्फको कालो बाटो जाँदैछौँ। घुमाउरो उकालो सडकमा करिब 30 मिनटको यात्रापछि हामी पहिले स्विजरल्यान्ड पार्क पुग्छौँ। तर कालुपाण्डे पार्क अझै माथि भएकोले हामी थप 10 मिनट जति उकालो लाग्छौँ। केही समयपछि हामी कालुपाण्डे पार्क आइपुग्यौँ। यो पार्क वीर योद्धा कालुपाण्डेको शालिग र समाधि स्थलका कारण ऐतिहासिक रूपमा पनि निकै महत्त्वपूर्ण मानिन्छ। पार्कभित्र केही हरियाली बोटबिरुवा र रङ्गीचङ्गी फुलहरू रहेका छन्। यहाँ घुम्न आउनेहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ। यहाँ नजिकै दहचोक भ्यू टावर रहेको छ, जहाँ चढेर 360 डिग्रीमा वरिपरिको दृश्य हेर्न सकिन्छ। यहाँबाट काठमाडौँ उपत्यका वरिपरिका डाँडाकाँडा तथा मौसम सफा भएको बेला विभिन्न हिम श्रृङ्खलाहरू समेत देख्न सकिन्छ। दृश्य अवलोकनका लागि यो ठाउँ साँच्चीकै रमणीय रहेको छ। करिब 1 घण्टा समय यहाँ बिताएपछि हामी तलतिर फर्किन्छौँ। केही बेरमै हामी स्विजरल्यान्ड पार्क आइपुग्यौँ। यो पार्क वरिपरि लारीगुँरासको ठुलो जङ्गल नै रहेको छ, तर यस बेला सिजन सकिसकेको हुनाले फुल भने त्यति देख्न पाएनौँ। यहाँ ठुलो र खुला चौर रहेको छ। यो ठाउँ ड्राई पिकनिकका लागि समेत निकै उपयुक्त छ।
यहाँ बालबालिकाको मनोरञ्जनका लागि खेल्ने ठाउँ समेत रहेको छ। करिब 40 मिनट जति यहाँ समय बिताएपछि अब भने हामी घर फर्कियौँ। कालुपाण्डे पार्क र स्विजरल्यान्ड पार्क दुवै छोटो घुमफिरका लागि तथा काठमाडौँ नजिकै प्राकृतिक वातावरणमा समय बिताउनका लागि एकदमै उपयुक्त गन्तव्य हुन्। आजको हाम्रो यात्रा यति नै। भिडियो मन परेमा सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।